स्ट्रगल नै तपाईको स्ट्रेन्थ हो। साथीहरू मान्नुस्, कुनै काम तपाईँ गर्नुहुन्छ त्यो काम गर्नको लागि तपाईँ कति स्ट्रगल गर्न सक्नुहुन्छ, कति तपाईँ कुन लेभलमा तपाईँलाई पेन हुन्छ, त्यो कुन लेभलको पेन तपाईँ सहन सक्नुहुन्छ, त्यो नै तपाईको स्ट्रेन्थ हो कि। तपाईँ कति ठुलो बन्नुहुन्छ, त्यो तपाईँ जति स्ट्रगल सहन सक्नुहुन्छ, जति दुःख सहन सक्नुहुन्छ, जुन लेभलमा गएर तपाईँले काम गर्नुहुन्छ। कारण काम गर्दाखेरि त दुःख त सहनुपर्छ, सुखले त हुँदैन नि। त तपाईँ जति दुःख सहन सक्नुहुन्छ त्यति नै तपाईँले ह्युज गर्न सक्नुहुन्छ के, त्यति नै तपाईँले ठुलो बनाउन सक्नुहुन्छ आफ्नो एम्पायर। त्यसैले आफ्नो काममा तपाईँले दुःख लागिरहेको छ त अझ मेहनत गर्नुहोस्, तपाईँलाई थकान लागिरहेको छ त अझ मेहनत गर्नुहोस्, तपाईँले गर्न मन छोड्न मन गइरहेको छ तैपनि अझ मेहनत गर्नुहोस्, अनि तपाईँको सपना कसरी पुरा हुँदैन, 100% पुरा हुन्छ। यो भिडियो यदि राम्रो लागेको छ भने यो च्यानललाई सब्सक्राइब गर्नु होला। यस्तै भिडियोको लागि तपाईँ हाम्रो च्यानललाई सब्सक्राइब गरेर आफ्नो साथीहरूलाई सेयर पनि गर्न सक्नुहुन्छ। केही दिमागमा आइडिया छ भने त्यसलाई कमेन्ट गर्नु होला।